यी 9 प्रकारका जग्गाहरू ब्याङ्कले धितोको रूपमा स्वीकार्दैनन्। पहिलो, लाल पूर्जा नभएको जग्गा वा गुठी अन्तर्गतको जग्गा ब्याङ्कले धितोको रूपमा लिन मान्दैन। यस्ता जग्गा कानुनी रूपमा पक्का नहुने भएकाले ब्याङ्कले स्वीकार गर्दैनन्। दोस्रो, नक्सा पास वा मालपोतमा अभिलेखीकरण नभएको, सिमाना स्पष्ट नभएको, पुरानो नापी अत्यावधिक नभएको जग्गा विवादको समस्या आउने भएकाले ब्याङ्कले लिन मान्दैन। तेस्रो, बाटो नभएको र विवादग्रस्त जग्गा ब्याङ्कले धितो लिन मान्दैन। चौथो, पहिल्यै अदालत वा सरकारी निकायमा रोक्का राखिएको जग्गा ब्याङ्कले धितोको रूपमा लिन मान्दैन, तर रोक्का फुकुवा भएको प्रमाण भएमा चाहिँ राख्न सकिन्छ। पाँचौं, मोही कायम भएको जग्गाको मालिकसँग पूर्ण अधिकार हुँदैन। यस्तो जग्गा मोही फुकुवा भएपछि मात्र धितो राख्न सकिन्छ। छैटौं, अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रसम्म जग्गा सरकारी नीति र सुरक्षाको कारणले ब्याङ्कले धितोमा राख्न हिचकिचाउँछ। सातौं, बाढी, पहिरो वा डुबानको जोखिम भएको जमिनलाई सुरक्षित मानिँदैन। आठौं, 11 केभी वा सोभन्दा माथिको हाई टेन्सन लाइन मुनि पर्ने जग्गामा संरचना बनाउन निषेध भएकाले ब्याङ्कले यसलाई धितो मान्दैन। नवौं, एक भन्दा बढी व्यक्तिको नाममा भएको जग्गा सबै हकवालाको सहमति बिना ब्याङ्कले धितोमा स्वीकार गर्दैन। यस्तै इन्फर्मेटिभ भिडियोको लागि बसोबासलाई फलो गर्नुहोला।